Hello everyone, good morning, सेवा एन्ड नमस्ते, वेलकम और वेलकम ब्याक टु माई च्यानल अगेन। सो फेरि पनि स्वागत छ यहाँले मेरो अर्को नयाँ भिडियो एन्ड ब्लगमा। आफ्टर लङ टाइम म चाहिँ आएको छु आज भिडियो लिएर हैन। सो यतातिरको मौसम अब सबैतिर देशैभर अब बर्खा लागेको छ अनि एकदमै पानी पर्ने झरी पानी एकदमै पर्यो क्या। लगभग 15 दिन जति नै लगातार पर्यो नि त। अनि त्यही भएर भिडियो बनाउने वातावरण पनि थिएन। पानी झरीले गर्दा घाँस यताउति गर्नु मेलो केही गर्नु पनि दिएको थिएन। सो धेरै दिन बाद आज चाहिँ यस्तो राम्रो घाम लागेको छ। बिहानै झलमल्ल घाम लागेको छ अनि खुल्ला मौसम पनि भएको छ। सो बिहान चाहिँ यस्तो छ। अनि बिहान चाहिँ मैले बिहानको काम साफ सफाई घाँस पानी चारो सारो दिइसकेर सबै काम सकिवरी म चाहिँ भिडियो सुरु गर्दैछु। अनि आजको दिन चाहिँ हाम्रो कोदो रोप्नु पर्ने छ। सो त्यही भएर स्पेशल चाहिँ मैले यो भिडियो बनाउँदैछु। अनि खेतला छ 3-4 जना दिदीहरू बहिनीहरू हुनुहुन्छ। अनि सो आज चाहिँ हाम्रो कोदो रोप्ने दिन छ। अनि गाउँघरमा के कस्तो कोदो रोपिन्छ यहाँहरूलाई म भिडियोमा पक्कै पनि देखाउने छु। त्यति समयको लागि चाहिँ मेरो भिडियो हेर्दै गर्ने होला। ल मेरो चाहिँ खाना सब्जी पनि पाकिसक्यो। मैले चिया बसाइदिएको छु। गाउँघरको यस्तै त हुन्छ भिडियो भनेको हैन। सो आज चाहिँ कोदो रोप्ने खेतला छ। सो अहिले चाहिँ अलमोस्ट 10 बजिसकेको छ। म जाँदैछु आलु खन्नु। किनभने अहिले भनेको हाम्रोतिर आलुको सिजन छ नि त, बर्खे आलु हाम्रोतिर। अनि हाम्रो लेक पर्छ बर्खे आलु छ। अनि त्यही भएर खेतला खाजा पनि आलु नै उसिनेर अचारसँग खानुपर्ने हुन्छ। सो त्यही भएर चाहिँ म खेतला खाजाको लागि आलु खन्नु बारीतर्फ लाग्दैछु। हाम्रोतिर चाहिँ यस्तो छ दृश्य। आज चाहिँ धेरै दिन पछाडि दिन चाहिँ घमाइलो भएको छ। बिहानै पनि राम्रै घाम लागेको थियो। बिहानैदेखि अहिलेसम्म चाहिँ यसरी राम्रै दिन छ। दिउँसो के हुन्छ थाहा हुँदैन। हाम्रोतिर चाहिँ मकै यत्रो भइसक्यो, दाना निस्किन लागिसकेको छ, हरियाली सबै। अनि अहिले भनेको हाम्रोमा सिजन अनुसारको काम भनेको त्यही मकै दोहोरे लगाउने अनि आलु खन्ने हो। तर पानी झरीले गर्दाखेरि काम गर्नु दिएको छैन। अब चाहिँ अलिक दिन उक्रिन्छ कि भन्ने कुरा हो। अन्त हाम्रोमा मकै यस्तो अल्गो अल्गो भएर सबै दाना लागिसकेको छ। म चाहिँ उहाँ तल मेलोमा आलु खन्नु जाँदैछु। मौसम आज खुलेको छ, पारी मजाले देखिरहेको छ। सो बादल लागेको छैन, न्यानो न्यानै यस्तो छ। मकैहरू सप्रिसकेको छ। अन्त यता सबै घाँस काट्दै आलु खन्नुपर्ने हो खास गरीमा मेलो। तर अहिले भ्याइएको छैन। भन्दा पनि मौसमले साथ नदिएर हो यस्तो भएको छ। म चाहिँ यहाँ तल हाम्रो मेलोमा आलु खन्नु पर्यो। अनि मेरो मेलो चाहिँ यहाँ छ क्या। अस्ति नै अलिक दिन राम्रो भएको बेलामा मैले आलु खनेको थिएँ। यो काल्ला परदेखि यहीँसम्म वारपार खनेको थिएँ हो। अनि त्यसपछि पानी परिहाल्यो। पानी परेकै गऱ्यो। दिन राम्रो भएन, मैले खनिनँ आलु। सो भर्खरै सुरु गरेको हो आलु खन्नु चाहिँ। धेरै नै छ हाम्रो चाहिँ मेलो आलु खन्नुपर्ने। त्यही आज कोदो रोपिसकेपछि चाहिँ काम भनेको आलु खन्ने नै हुन्छ। सो मेरो चाहिँ यहाँ मेलो छ। यता चाहिँ म यहाँ आलु खन्छु। आधी जग जति खन्छु। अनि खनिसकेपछि चाहिँ म जान्छु घरतिर। अनि खाना खाएर अर्को तल अलिक बेसीतिर मेलो छ। बेसीमा रोप्नुपर्ने हो कोदो चाहिँ। अनि सो अलिक तल जानुपर्ने हुन्छ। सो म चाहिँ भटाभट आलु मामा के बिधि पसिना नि आयो आलु खनेको। पसिनै भएँ। सो मैले चाहिँ आलु खनिसकेँ। अब चाहिँ घर जान्छु। घर गएर चाहिँ अनि खाना खाएर भाँडासाँडा माझेर सुँगुर चारो के दिएर चाहिँ मेलोतिर लाग्नुपर्ने हुन्छ। सो म चाहिँ फटाफट घर जान्छु। मैले चाहिँ यति आलु खने। अनि आलु चाहिँ यसपाल ठिकै फलेको छ। त्यस्तो राम्रो पनि फलेको छैन। अस्ति असिना पानी साह्रै पर्यो नि त यो साल। त्यही भएर असिना पानीले चुट्यो आलुको बोट। त्यही भएर खासै राम्रो फलेको छैन। यति मैले खने। हिजो पनि माथि खनिराखेको छु। सो तँसँग गएर एक झग पुग्छ। यतिले भए खाजा मनाको पुगिहाल्छ। सो अब चाहिँ म घर जान्छु। आलु यतिले पुग्छ। अब चाहिँ खाना खानु पर्ला। खाना खानु पर्यो अब चाहिँ। फाइनली मैले चाहिँ खाना खाइसकेँ। अब चाहिँ यहाँ खाजा तयारी गर्दैछु। अनि तयारी गरिसकेपछि चाहिँ
मेलोतिर लाग्नुपर्नेछ। म चाहिँ अनि जार छान्दैछु हो। अब यतातिर भनेको खाजा यही हो, जारै हो होइन, जार अनि आलु उसिनेर दिने हो। अनि आलु सोचाउने यो जार म चाहिँ बनाउँदैछु। मकै र कोदोको जार। ल वेलकम टु माई भ्लग। सबै दिदीबहिनीहरूलाई यहाँ हाम्रो कोदो रोप्ने कार्यक्रम आज बिउ बोकेर ओह्रालो लाग्नु पर्नेछ। बहिनीहरूले दिदीहरूले बोक्दै हुनुहुन्छ। अब ओह्रालो तल जानुपर्ने छ हाम्रो मेलो चाहिँ होइन। सो आज चाहिँ यताबाट पनि छ, यताबाट झर्दा पनि हुन्छ त्यो मकै त्यो डिलडिल। आज त मौसम त फेरि वाउ छ छनु त है। भरे एकैछिनमा पानी पो पर्ने हो कि के हो रहेछ। ल अब चाहिँ हामी जाँदैछौँ। यो मेरो कोदाली हो, एक कोदाली अप्ठ्यारो भयो नि त के होइन। यसो गरौँ, कोदाली होइन यो आलु र यो चाहिँ लगाऊँ न। ल के गर्नु, टाढो छ हो। आलु र खाजा बोकेर जानुपर्ने हुन्छ। हुन्छ खाजा छिटो सके पनि खाजा साजा खाऊँ, गुटुङटुङ लागौँ न होइन। तलै नि हौ काकीहरूकोमै। ल लाग्यो गाइजहरू। हामी चाहिँ अब हाम्रो बिउ चाहिँ यहीँनिर हो छरेको थियो। बिउ यहाँ छरेको थियो। अन्त एकहोरो पानी परेको गरेर बिउ पनि सबै पाखी मर्यो। अब जे जस्तो भए पनि रोप्नै पर्यो, मेहनत त गर्नु पर्यो। कोदो नभई नहुने हाम्रो चाहिँ फेरि गाईहरूको। अन्त मङ्सिरे गर्दाखेरि वैशाखी गर्दाखेरि चाहिन्छ हो। त्यही भएर लागेको हामी चाहिँ अब तल। हाम्रो मेलो चाहिँ अलिक तल पर्छ, 5-10 मिनट ओह्रालै जानुपर्ने हुन्छ। अलिक बेसीमै हुन्छ नि त कोदो भनेको। त्यही भएर हामी चाहिँ तल रोप्छौँ कोदो। हामी चाहिँ लाग्यौँ। अब चाहिँ मेलोमा गएर भेटौँला। हाम्रो गाउँ चाहिँ यस्तो छ। हामी चाहिँ अलिक बेसीमा झरिसक्यौँ। अब हाम्रो मेलो चाहिँ अलिक तल हो। मेलो पुग्न आँट्यौँ। अनि आज चाहिँ मौसम खुल्ला छ, वारिपारि यस्तो देखिरहेछ। यतातिर अलैँचीको बोट यस्तो छ। अन्त अलैँची पनि फाल्ने बेला भइसकेको छ। अलैँची बारीमा जोस पनि फाल्ने बेला भइसकेको छ। कामले छोड्दैन गाउँघरमा, यस्तै छ। हाम्रो गाउँघरको भ्यू चाहिँ यस्तो छ। मकै यता अलिक बेसी नै पर्छ हाम्रो भन्दा, एक तला तलै हो। अनि यहाँनिर चाहिँ घोगा पनि लागिसकेको छ। मकै पारी यस्तो देखिरहेछ। अनि यता चाहिँ अलिक बेसी नै पर्छ। हामी चाहिँ मेलो पुग्न आँट्यौँ। यहाँनिर चाहिँ हिजो आप्पाले सुरु गरिसक्नु भएको। आप्पाले मेलो चाहिँ सुरु गर्नु सक्नुभएको। आज चाहिँ हामीले द इन गर्नुपर्ने यस्तो छ बारी। यहाँनिर अब सफा गरेर खनेर कोदो रोप्नुपर्ने। गर्मी नै भयो, यो तल बेसी आयो नि। त्यहाँ तल खोल्सो छ। गोरु त होइन, गोरु त भन्नु मिलेन। साथीहरू यहाँ साथीहरू अब माइली दिदी आउनु भएको छैन। अब हामी 5 जना भएर हामी यहाँ खट्नु पर्ने। अब गोरु भने नि गधा भयो नि जे भन्यो भने होइन। यता मासि र मकै त माइली दिदीले रोप्नु भएको हो। अनि हामीले चाहिँ अब त्यही यता रोप्नु पर्ने। यो यहीँबाट थालौँ न। अनि यतातिर तल यो जति भ्याउ छ रोपौँ होइन। कति यो यति त भ्याउ छ होला सफा गरेर। पाखा पखेर यस्तो देखिँदैछ। यो चाहिँ अलिक तल बेसी पर्छ। अनि त्यही भएर अलिक नजिकै खोला छ, वारिपारि अलैँची बारी छ। सो अब हामी चाहिँ स्टार्ट गर्न गइरहेको छौँ होइन। यहाँ खन्ने कोही बाउसे कोही खन्ने बाउसे, कोही रोप्ने, कोही झार फाल्ने, यस्तै छ। सो अब चाहिँ हामी लाग्दैछौँ। ल बाउसे गर्दै हुनुहुन्छ है। हाम्रो त यस्तै छ गाउँघरमा कोदो रोप्न। हामी चाहिँ आएको छौँ दिदी बहिनी धमाधम। यता चाहिँ म घाँस काट्दैछु। सलक हामी चाहिँ यहाँ कोदो रोप्दैछौँ।
रोप्यो है कोदो बाउसेनीहरू बाउसे गर्दै गरोस् साह्रै भित्तामा त नरोप्नु होला हौ है आज त यो कोदोले पनि राहत पायो हो बिचरा होइन कस्तो पिल्छेर पानी परेर हो कस्तो राम्रै होला नि त बिउ हेरेकै छुइनँ छरेदेखि हेरेकै छुइनँ म पातला रोप्दैछु नि कति वर्षपछि कोदो रोपेँ होला मैले सोच त आमामा सानोमा कति वर्ष 11-12 वर्षको हुँदा भोजपुरमा रोपेँ होला त्यहाँदेखि त कोदो त छुको पनि थिइनँ यहीँ टिप्नु त टिपेको थिएँ रोपेको थिइनँ सधैँ त आपाले नि रोप्नुहुन्छ नि त रमाइलो छ जापानमा त कोदो रोप्छ रोप्नु त रोप्छ तर हामी रोप्दिनौँ नि रोप्नेले रोप्छ बारीमा चाहिँ खेतमा बारीमै नि खेतमै पनि रोप्छ नि रोप्नेले त ए होइन जापातिर पनि बारी त हुँदैन बारी पनि हुन्छ खेत पनि हुन्छ बारी हुन्छ त्यस्तो झार कस्तो राम्रो भएको छ यहाँनिर खनेर दिदी बहिनीहरूले खनेर यस्तो दामी बनाउनु भएको छ हो तल मजा छ हरियो परियोलाई घुम्दै हुनुहुन्छ गफै गफमा बाउसेनीहरू हात्ती गोरुहरू छ एकल हात्ती गुरुनीहरू भन्नु त मिल्दैन दिदी बहिनीहरू हो रमाइलो छ हामी चाहिँ रोप्दैछौँ यस्तो झारसरीको यति राम्रो भएको छ बारी हो रोप्नेले चाहिँ के साह्रो होला नि यसरी कोदो रोप्नुपर्छ साथीहरू अनि पछि यसरी कोदो रोप्नुपर्छ गाइजहरू अनि पछि फलिसकेपछि चाहिँ के भन्छ तोङ्बा पकाएर खानुपर्छ होइन कोदोको पिठो खोले तोङ्बा जाँड सबै पकाएर खानुपर्छ खानु मिठो रोप्न साह्रो छ यहाँ अघि भर्खर दिदी बहिनीहरूले बारी खुन्दै हुनुहुन्छ हामीले चाहिँ यहाँ राम्रो बारीमा कोदो रोप्दैछौँ मेक्सी लगाउँदा यस्तै हुन्छ हो अलिक अप्ठ्यारो हुन्छ नि त तर यो बारी पनि टेकेर होला हामीले नै टेकेर अलिक साह्रो चाम्रो हुँदैछ नि तर यतिको त ठिकै छ हौ ढुङ्गा छैन नि त अब कोही ठाउँमा त कम्ता ढुङ्गा हुन्छ होइन कोदो रोप्दाखेरि यो बुढी औँठा होइन कस्तो खिन्छ पो त त्यस्तो ठाउँमा चाहिँ त साह्रो नि यहाँ त यतिको त कमलै छ दिन पनि आज त राम्रो छ है पानी परेको छैन हामीले चाहिँ यहाँ सलक्क यति रोप्यौँ बहिनी र मैले अनि तल चाहिँ बाउसे अघि बाउसेनी गरेको दिदी बहिनीहरूले रोप्दै हुनुहुन्छ अब म चाहिँ जानु पर्यो खाजा बनाउनु खाजा बनाएर आलु उसिन्दै गर्नु पर्यो मेलो छिट्टै सकिन्छ जस्तो छ अनि माथि निक्लेर दोहोरे लाउनु पर्छ मकै यो सकाएर ल हामी चाहिँ यहाँनिर कोदो रोप्दैछौँ माथिल्लो गरा सकेर यो गरामा झरेको छौँ अनि बाउसेनी दिदी बहिनीहरूले पनि बाउसे गरिसकेर यहाँ धमाधम रोप्दै हुनुहुन्छ म चाहिँ खाजा बनाउनु लाग्नु पर्यो भनेर सोचिराखेको छु सोच्दैछु कस्तो राम्रो देखेको यो बारी अहिले त झारै झारो खन्दैन चिटिक्क परेको राम्री बारी पनि त्यस्तै राम्री ल हामीले चाहिँ त्यहाँ माथि एक गरा आपाले आधी पार्नुभएको थियो अनि यो एक गरा रोप्यौँ अनि यहाँ तल चाहिँ यति बिउ सानो बिउ हाम्रो चाहिँ थोरै थियो त्यही भएर छिट्टो मेलो सक्यौँ यताको चाहिँ अब यो
अब हामी चाहिँ माथि निक्लिन्छौँ घर अनि घर गएर मकैमा दोहोरे लगाउनु पर्ने छ अन्त उतैतिर खाजा बनाएर खानु पर्यो यहाँ चाहिँ एकछिन आराम हुँदैछ ए लिन त हो र पन्ता एउटा एउटा त यहीँ छोडिदिनु कोदो रोपिसकेर पनि आइयो कपालको के हो हालत त्यस्तो आज चाहिँ मौसम पनि राम्रो छ यस्तो छ आजको मौसम चाहिँ वाउ भन्ने लागेको छ हो पानी परेको छैन अहिलेसम्म 2 बजिसकेको छ लगभग यो हाम्रो इस्कुसको बोट यो चाहिँ हाम्रो काकीको हो साइली काकीको घर चाहिँ यहाँ तल हो अनि यो पारी लेक भनेको लेकको साथीहरू हेर्दै आनन्द है शीतल मौसम अनि हामी चाहिँ म झार बोकिरहेको छु झार पनि फर्काएर ल्याउँदैछु मेलोबाट अब यहाँ बसेर अलिअलि खानुहुन्छ अनि घर अहिले छिटै मेलो सक्यो सोचे भन्दा त्यही भएर घरै पुगेर खाजा खाने निर्णय गऱ्यौँ हामीले चाहिँ यसो अघि बोकेर ल्याएको आलु सालु घरै लगेर पकाएर खान्छौँ उसिनेर खान्छौँ ल हामी चाहिँ यहाँ चिया खाँदैछौँ यहाँनिर माइली जेठानी दिदी पूजा गर्ने भागो अनि यहाँनिर चाहिँ डायरी छ साइली काकीकोमा हामी यहाँ चिया हो जार भन्नु मिल्दैन चिया खाँदैछौँ ल हामी चाहिँ चिया खाएर लाग्यौँ उकालो सबैजना कोही चारो बोक्ने कोही मठा बोक्ने कोही कोदाली बोक्ने ल हामी चाहिँ माथिको बारीमा आइसक्यौँ दोहोरे भात लगाउने वाला एकछिनमा मात्रै खाजा खाने निस्किएर भनेर सबैजना सहमत दोहोरे लगाउनु पर्ने ड्यामका ड्याम मकै ल हामी चाहिँ भटाभट यहाँ दोहोरे लगाउँदैछौँ यहाँ तल्लो काला यहाँ चाहिँ झारै झार छ घाँस चाहिँ खास काट्नुपर्ने काट्नु भ्याइएन त्यही भएर यता लगाउँदै हुनुहुन्छ दिदीहरूले पानी पनि परि निस्क्यो हो अनि मेलोमा अहिले पानी पनि परि निस्क्यो सो म चाहिँ अब खाजा बनाउनु जाँदैछु खाजा साजा बनाएर बोलाउँछु अब लगभग एकछिन चाहिँ खन्नुहुन्छ होला सो म चाहिँ जाँदैछु हाम्रो खाजा चाहिँ आलु पाकिसकेको छ यी आलुको सिजन छ हो आलु नै खाने हो अचारसँग यहाँ मैले अचार पनि पिसेको छु म थाल ल्याउँछु ल जग माटो सरी छ हौ थाल त्यस्तो गर्दा पनि भयो त्यत्रो लाठीहरूलाई पछानेहरूको खोतेर कडी हो र ल मजाले खाम है मिठो मानेर खाम नमिठो भए पनि खोइ या नि काम म त्यही खान्छु हाम्रो चाहिँ मेलबाट आएर पनि खाजा खाइसक्यौँ खाजा खाइसकेर दिदीबहिनी सबैजना आफ्नो घर गइसक्नुभयो अनि रात परि नै सकेको छ अब चाहिँ मैले खाना सब्जी बनाउनु पर्ने हुन्छ सो गाउँघरको चाहिँ यस्तै नै हुन्छ काम मेलपात होइन गाउँघरको बसाइ यस्तै छ गाउँघरको काम कुराहरू सो यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्नु होला अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला भन्दै आजको लागि चाहिँ म भिडियो यति नै गर्छु बाई बाई।